सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको काम अनि आगो जस्तो इज्जत नेपालमा अनि आगो जस्तो पैसा नेपालमा भइदिएको भए कोही पनि आउँदैन थियो गाइज हैन। अब राहुल हामी च्यानललाई जेल हालिदियो अरे हैन। अब भालेन शाहलाई उपमेयरले थर्काउँदै छ गाइज हैन। पैसा आज मैले चाहिँ के काम गर्ने रहेछु त भन्न काटेर खाएको होइन है गाइज। यो चाहिँ सिमला मिर्च हेर्नु त। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लगमा पनि हजुरहरूलाई स्वागत छ गाइज हैन। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु गाइज हैन। आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई के देखाउँछु भनेर हजुरले टाइटल थम्बनेल पढेर आउनु भएको होला गाइज, हेरेर आउनु भएको होला हैन। आज चाहिँ म न्यू भिडियोमा उपस्थित भइसकेको छु गाइज हैन। आज चाहिँ मैले गर्ने कामहरू देखाउँछु भनेर भनिरहेको छु गाइज हैन हजुरलाई चाहिँ। अब मेरो युट्युब च्यानलमा चाहिँ अब सबैजना मिलेर 370 सब्सक्राइबर पुर्याइदिनु भएकोमा चाहिँ एकदमै हार्दिक नमन गाइज हैन। हजुरहरूलाई चाहिँ पहिलाको च्यानल जस्तो ब्यान्ड भयो भने अहिले नयाँ च्यानलमा अलिकति भए पनि सपोर्ट पाउँदाखेरि धेरै खुसी लाग्छ गाइज हैन मलाई चाहिँ। सो गाइज हैन यस्तै सपोर्ट गर्दै गइदिनु होला गाइज हैन। एकदिन अब चाहिँ ठुलो युट्युबर बन्ने इच्छा हो गाइज हैन मेरो पनि। अब होइन गाइज होइन के भन्छन् भनेपछि अब बाबु तिमी अब बेङ्गलोर किन गएको होइन, अब त्यसपछि चाहिँ आफ्नै देशमा बसेर केही गर्नुपर्छ गाइज होइन भनेर चाहिँ यताउति धेरै नै सम्झाउँछन् कि गाइज होइन मलाई चाहिँ। धेरैले भन्छन् भने गाइज होइन। म चाहिँ के भन्न चाहन्छु भने चाहिँ गाइज होइन, अब नेपालमा जति कमाउँछौँ हामीले गाइज होइन त्यो खानालाई घर परिवारलाई त्यो गर्न पनि पुग्दैन क्या गाइज होइन। त्यही कारण चाहिँ हामी अब विदेशिनु पर्ने हुन्छ गाइज होइन, इन्डियातिर आउनु पर्ने हुन्छ। किनकि अब नेपालको जति पैसा छ यहाँ डबल हुन्छ नि त गाइज होइन। इन्डियामा आउनुको कारण पनि त्यो हो गाइज होइन। अब चाहिँ इन्डियामा मैले चाहिँ अब के काम गर्छु भनेर हजुरलाई देखाउँदैछु गाइज होइन। अब चाहिँ अहिले बेङ्गलोरमा आएको लगभग गाइज होइन अहिले चाहिँ अब 2-3 वर्षबाट म हिँड्छु गाइज होइन। तर चाहिँ अब आज चाहिँ हजुरहरूलाई मैले मेरो गर्ने काम देखाउनुको लागि हो गाइज होइन। यदि गाइज होइन यहाँको जस्तो काम अनि यहाँको जस्तो इज्जत नेपालमा अनि यहाँको जस्तो पैसा नेपालमा भइदिएको भए कोही पनि आउँदैन थियो क्या गाइज होइन। सारा नेपाल गाइज होइन भ्रष्टाचारीहरूले लुटिसक्यो, देश नै लुटिसक्यो गाइज होइन। के गर्ने त गाइज होइन। अब चाहिँ अब आज चाहिँ अब रवि लामी च्यानललाई जेल हालिदियो अरे होइन। अब भालेन शाहलाई उपमेयरले थर्काउँदै छ गाइज होइन। अब यस्ता केसहरू सुन्नुपर्छ। नेपाल कहिले माथि लान्छ गाइज होइन। कहिले राजावादीले आन्दोलन गरिरहेका छन् होइन। नेपाल भ्रष्ट छ गाइज होइन। त्योभन्दा बढ्दो गाइज बाहिर आऊ कमाऊ बस गाइज होइन। अझै यही भन्छु क्या नेपालमा केही गर्नलाई हुनु पर्यो त गाइज होइन। नेपालमा नेताहरूको टाउको फुट्ने ड्याङ हान्ने मन लाग्छ गाइज पहिले चाहिँ मलाई त नि यार। सो गाइज होइन हामी युवाहरू विदेशिनु भनेको गाइज होइन नेपालको केही कमजोरी छैन। कमजोरी छ त बस नेताहरूको छ गाइज होइन। नेपालमा राम्रो रोजगार छैन, त्यस कारण चाहिँ हामी अब हामी विदेशिनु पर्छ गाइज होइन। जबसम्म नेपालमा राम्रो हुँदैन तबसम्म चाहिँ नफर्किने प्लान हो गाइज होइन हाम्रो चाहिँ। अब हामी पनि छौँ 10-15 जनाको ग्रुप गाइज होइन। हाम्रो चाहिँ इन्जोय छ, बिन्दास छ जिन्दगी गाइज होइन। कुनै चिन्ता छैन, कुनै डर छैन गाइज होइन, कुनै केही छैन। भिडियो बनाउने हो मजाले हजुरहरूलाई इन्टरटेनमेन्ट दिने हो, बस्ने हो गाइज होइन, यति हो। म चाहिँ अहिले भिडियो बनाउनुको लागि चाहिँ गाइज होइन छतमा आउनु पर्ने हुन्छ हेर्नुहुन्छ होइन। त्यो भ्यू चाहिँ यस्तो गर्मी छ गाइज होइन, लास्ट गर्मी छ गाइज होइन। छतमा आएर भिडियो बनाउनु पर्ने हुन्छ गाइज होइन। किनकि अब रुमतिर बनाउँदाखेरि सबैले हल्ला हुन सक्छ गाइज होइन। किनकि अब होटल लाइनको रुम भनेको अब एकजना मात्रै बस्ने होइन नि त गाइज होइन। 20-25 जना जति हुन्छ नि गाइज होइन। अब एउटै रुममा नभए 3-4वटा रुम बनाउँछ नि, यताउति रुम हुन्छ, त्यस कारण चाहिँ हल्ला हुन्छ गाइज। त्यत्रो माथि आएर बनाएको गाइज भिडियो चाहिँ मैले होइन। सो गाइज लामा चौडा कुरा नगरी गाइज होइन नेपालको बारेमा यस्तै हो। नेताहरू सबै भ्रष्टाचारमा व्यस्तै हो गाइज होइन। अब चाहिँ तिनीहरूको कुरा गरेर केही साथी नै छैन, आफ्नो लाइफ आफै जिउने हो गाइज होइन। त्यस कारण चाहिँ अब भिडियोतर्फ लागौँ गाइज होइन। म चाहिँ आज मैले चाहिँ के काम गर्ने रहेछु त भनेर हजुरहरूलाई देखाउँदैछु गाइज। भिडियोतर्फ लागौ, लेट्स गो। सो गाइज होइन मैले काम गर्ने चाहिँ होटलमा हो। फाइनली होटल चाहिँ यही हो। एकै दिन 5वटा स्टाफ भागेपछि कसको के लाग्छ र गाइज होइन। अब चाहिँ आज फाट्ने भयो क्या गाइज होइन। मेरो चाहिँ अब सबैजना भागेर गएपछि अब एक्लै गर्नुपर्ने भएको छ गाइज होइन। टोटल 5वटा डिपार्टमेन्टको काट्नुपर्छ मैले। आज चाहिँ 4वटा डिपार्टमेन्टको मात्रै काम हुन्छ गाइज होइन। आज बिहान बढी अब 4 बजेबाट गाइज होइन कटिङ गरेर चाहिँ म अनि दिउँसो फेरि अर्डर हान्न जानुपर्ने हुन्छ गाइज होइन। सो गाइज होइन एउटा डिपार्टमेन्टको काम मात्रै हो है गाइज है, एउटाको मात्रै हो। यो काट्दा कति बेला हात काटिन्छ गाइज थाहै हुँदैन होइन। सम्झ हजुरहरूले बोतल काटेर खाएको होइन है गाइज। यो चाहिँ सिमला मिर्च हेर्नु त। सेम बोतल जस्तै छ यार, सेम बोतलको आकार छ गाइज होइन। सो गाइज होइन यो चाहिँ सेकेन्ड डिपार्टमेन्टको गाइज होइन। यो चाहिँ सेकेन्ड डिपार्टमेन्टको चाहिँ मैले यति काट्नुपर्ने हुन्छ होइन। गाइज होइन यति आइटम काटेर चाहिँ मैले फेरि दिउँसो चाहिँ अर्डर हान्न जानुपर्ने हुन्छ गाइज होइन। मैले चाहिँ काटेको भिडियो किन देखाएको छैन भने चाहिँ गाइज होइन जबसम्म हाम्रो च्यानलमा 1000 सब्सक्राइबर पुग्दैन नि गाइज होइन तबसम्म चाहिँ हामीहरूले चक्कु युज गरेको भिडियोहरू कता झगडाको भिडियोहरू हाल्न मिल्दैन गाइज होइन। किनकि कम्युनिटी गाइडलाइन स्ट्याम्प दिन सक्छ गाइज होइन।
कम्युनिटी चाहिँ कस्तो हुन्छ भने चाहिँ गाइज होइन अहिले चाहिँ के भन्छ अरे मेरो चाहिँ 370सम्म मात्रै सब्सक्राइबर छ गाइज होइन 800-900 भइदियो भयो केही पनि हुन्थेन गाइज होइन त्यही चक्कुको भिडियो भयो त्यसपछि हानाहार काटामारको भिडियो चाहिँ नहाल्दा ठिक हुन्छ गाइज होइन सो गाइज म चाहिँ एउटा किचनमा काम गर्ने मान्छे गाइज होइन म चाहिँ अहिले किचनमा काम गर्दै आइरहेको छु म चाहिँ एउटा कुक पनि हो गाइज होइन कुक भएको धेरै भएको छैन 1-1.5 वर्ष जति भएको छ गाइज होइन किचनमा चाहिँ हामीलाई क्यामेरा युज गर्न दिँदैन गाइज होइन त्यस कारण चाहिँ मैले क्यामेरा चाहिँ ठाडोमुखी नै बनाएको छु गाइज होइन 1300 मुखी मोबाइल नभएका कारणले गाइज होइन म चाहिँ अहिले चाहिँ बिरयानी हान्दैछु गाइज होइन बिरयानी अर्डर गर्दैछु गाइज होइन अर्डर हान्दैछु किनकि अब बिहानपट्टि चाहिँ हेल्परहरू भएका कारणले बिहानभरि काम गरेर दिउँसो पनि काम गर्नुपर्ने स्थिति आइरहेको छ गाइज होइन मैले चाहिँ अहिले ब्याकग्राउन्डमा बोलिरहेको छु गाइज होइन भिडियोमा बोलिरहेको छैन अनि त्यसपछि चाहिँ मैले अब बिरयानी बनाउँदैछु गाइज होइन हजुरलाई थाहा भयो होला गाइज म एउटा कुक हो भनेर गाइज होइन आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई यही देखाउन खोजेको गाइज होइन म चाहिँ एउटा कुक हो मैले चाहिँ यो काम गर्छु भनेर बेङ्गलोरमा गाइज होइन हजुरहरूलाई डाउट थियो होला आजको डाउट चाहिँ पुरा गरेको छु गाइज मैले चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ बिरयानी चाहिँ रेडी छ हाम्रो सो मेरा प्यारा प्यारा युट्युब फ्रेन्डहरू आजको भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्यो गाइज होइन कमेन्टमा प्रतिक्रिया दिन नबिर्सिनु होला आजको भिडियो चाहिँ मैले ठिकै बनाएको जस्तो लाग्छ हजुरहरूलाई इन्टरटेनमेन्ट भयो भने मैले के काम गर्छु भन्दा हजुरहरूलाई थाहा भयो भनेपछि हजुरहरूले चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला लाइक गर्न नबिर्सिनु होला सब्सक्राइब गर्न नबिर्सिनु होला यदि पहिलेबाट सब्सक्राइब गर्नु भएको छ भने चाहिँ एकदमै धन्यवाद होइन हजुरहरूलाई यस्तै यस्तै भिडियोहरू ल्याइरहनेछु म गाइज होइन म पनि हजुरहरूलाई सपोर्ट गर्नेछु हजुरहरूले पनि मलाई सपोर्ट गरिदिनु होला गाइज होइन यति भन्दै चाहिँ म आज छुट्टिन्छु गाइज हजुरहरूबाट हजुरहरूको प्यारो भाइ तुफान मलाई ठोकै गाइज बाई बाई